छोरीहरू के गर्दैछौ? पढ्दैछ मम्मा। ओहो, के पढ्दैछौ नि? म्याथ पढ्दैछौ। तिमीहरूलाई नपढाएको नि धेरै भएको छ। आज म तिमीहरूलाई पढाउँछु नि त। हो र मम्मा, धेरै दुःख नगर्नु मम्मा। कहाँ त्यस्तो दुःख हुन्छ छोरी? आफ्नो बच्चाहरूलाई त पढाउनु पर्ने हो नि त मम्मीले। तर मम्मा, अस्ति तपाईँले हामीलाई पढाउँदाखेरि हामी त फेल भन्छन्, फेरि नपढाउनु मम्मा। हेत्तेरिका, त्यो त साइन्समा हो नि छोरी। अहिले त म्याथ पढ्दैछु, मलाई म्याथ आउँछ कि। म सानैदेखि म्याथमा एकदम जान्ने थिएँ। म पढाउँछु तिमीहरूलाई आज। हो र? बरु के पढ्ने म्याथमा त? म अर्थमेटिक पढाउँछु आज। अर्थमेटिक? अर्थमेटिक के हो त्यो? यिनीहरूलाई अर्थमेटिक भनेको नि थाहा रहेनछ अरे। अर्थमेटिक भनेको अरिथमेटिक होला। ए अरिथमेटिक मम्मा, अर्थमेटिक होइन, अरिथमेटिक हो, अरिथमेटिक। थाहा छैन मलाई त्यो। बरु नि यहाँ ज्योमेट्री बक्स देखेँ। बरु म आज तिमीलाई ज्योमेट्री पढाउँछु नि त। ज्योमेट्री ज्योमेट्री जियोमेट्री होइन र? जियोमेट्री मम्मा। यो हेर न, प्रोटेक्टर हामी सानो हुँदाखेरि कति युज गर्थ्यौँ। कस्तो याद आयो। यसलाई प्रोटेक्टर हुन हो मम्मा? प्रोट्र्याक्टर। यो प्रोट्र्याक्टर मम्मा। प्रोटेक्टरले प्रोट्र्याक्टर हो मम्मा। थाहा छैन, तिमीहरू आफै पढ। धन्यवाद।